आज चाहिँ गोर्खेको तलब आयो। कोरियामा तपाईँहरूले सुन्नुभएको छ होला 2-3 लाख रुपियाँ कमाउँछन्। 3-4 लाख रुपियाँ मिनिमम पनि ल 2-3 लाख रुपियाँ हुन्छ भन्ने सुन्नुभएको छ होला। मैले पनि त्यही सुने हो कोरिया आउनुभन्दा अगाडि। तर आज आएर गोर्खेको तलब यहाँनिर हेर्नुहोस् तपाईँहरूले कति छ यहाँनिर लास्टमा गोर्खेको तलब 1 लाख रुपियाँ पनि नबच्ने आयो हैन। 1 लाख रुपियाँ के भनौँ, 1 लाख भन्दा अलिकति ओभरै छ। 1.5 लाख पनि नहुने आयो। लाख एकदमै ठुलो हो है, एकदमै ठुलो। नेपालमा मैले यति काम गरेको भए मेरो शिक्षाले मेरो सिपले मैले 1.5 लाख रुपियाँ कहिले पनि कमाउँदैन नेपालमा। तर यो ठाउँको लागि चाहिँ एकदमै सानो हो के पैसा, किनकि बेसिक नै तपाईँहरूको 2 लाख रुपियाँ छ। यहाँ बेसिक पनि स्यालेरी नहुँदा चाहिँ मन दुख्दो रहेछ क्या। म सँगै आएको साथीले मेरै जस्तो काम गरेर उसले 1 वर्षमा जति प्रगति गर्छ त्यही प्रगति मैले यो स्यालेरीले 2 वर्षमा पनि गर्न सक्दैन क्या। हो यो कुराले गर्दा मन दुख्दो रहेछ हैन। फेरि तपाईँहरूले भन्दा जति पायो त्यति मात्तेको छ भन्नु होला। यहाँको महँगाई, यहाँको कामलाई हेरेर यो स्यालेरी एकदमै कम हो। 1 लाख धौ 1 लाख बस्ने कम्पनीमा पर्नु भनेको आफू 2-3 वर्ष पछाडि जानु हो के हैन। आफूसँगै आएको साथीहरू 3 वर्ष अगाडि जान्छ भनेपछि आफू चाहिँ 2-3 वर्ष पछाडि गइन्छ यो स्यालेरीले। त्यही भएर चाहिँ अलिकति नराम्रो लाग्दो रहेछ हैन। कम्पनीमा काम पनि छैन, साउले लेटर पनि दिँदैन, मागेको लेटर दिँदैन।